नमस्कार अनि हार्दिक स्वागत छ यामके टेक्नोलोजी च्यानलमा। आज चाहिँ म डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर 4 को भजनाको नदीको किनारमा छु। यहाँ चाहिँ हाम्रो नदीको किनारमा आउनुको एउटा मुख्य उद्देश्य छ। यो किन हो भनेपछि चाहिँ हामी यहाँ बगर खेती गर्दैछौँ। बगर खेतीको चाहिँ परीक्षण गर्दैछौँ। जोरायल गाउँपालिका कृषि विकास शाखामा चाहिँ यसको बगर खेती सम्बन्धी कार्यक्रम छ। त्योको चाहिँ म एउटा कृषि प्राविधिक हुँ हैन। जोरायल गाउँपालिका कृषि शाखामा नाप्रासको रूपमा चाहिँ म काम गर्दैछु अहिले हैन। त्यसको लागि चाहिँ म आज चाहिँ हामी कसरी बगर खेती गर्छौँ, खासमा बगर खेती भनेको के हो भन्ने कुरा चाहिँ म सुरुमा जानकारी दिन चाहन्छु। बगर खेती भनेको चाहिँ के हो भनेपछि बालुवामा गर्ने खेतीलाई चाहिँ बगर खेती भनिन्छ हैन। अब यो कसरी गरिन्छ भन्ने विषयमा चाहिँ बगरमा चाहिँ हामीले आज चाहिँ मल्चिङ प्लास्टिकहरू लगाएर यहाँ चाहिँ दूरीहरू मेन्टेन गराएर चाहिँ हामीहरू गर्न गइरहेका छौँ। हाम्रो किसान दाजुभाइ तथा दिदीबहिनीहरू पनि मसँग हुनुहुन्छ। उहाँहरूसँगै आज हामीले चाहिँ बिरुवा रेडी गरिसकेका छौँ। अब चाहिँ कसरी चाहिँ यहाँ मेन फिल्डमा चाहिँ कसरी सार्ने भन्ने विषयमा चाहिँ आजको भिडियो बनाउन गइरहेको छु। भिडियो कस्तो लाग्छ हेरेर लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोस्। बगर खेतीमा चाहिँ कसरी हामी लहरे तरकारी बालीहरू लगाउन सक्छौँ भनेर चाहिँ कसरी पहिला फिल्डलाई चाहिँ कसरी बनाउन सक्छौँ, त्यसपछि मल्चिङलाई कसरी लगाउन सक्छौँ भनेर चाहिँ हामी यहाँ यसरी चाहिँ काम गर्दैछौँ। यसो गराउने यसरी एकै साइड नै दुई साइड गराउनुस्। यो गराउनेले यसरी गराउने आन्टी, यसरी गराउँदा बाङ्गो हुन्छ। यसो गर्ने यसरी यसरी गर्ने ब्याट्री सिधा हुन्छ। यसरी गर्ने यसरी यसरी गर्ने अनि यसरी है यसरी बनाउने। अब यसरी बनाउँदा अन्धो बनाउँछ यसले भनेर हो। हिजो मैले के नाप्नुपर्छ भनेको है, अहिले सिकाउँछु म। यो मिलन सरले हिजो आएर किन धेरै दुःख दियो भन्ने कुरा। ल भयो बाबु, उतापट्टि लग्नु, त्यसलाई माटोदेखि उतापट्टि उठाएर लग्नु, त्यसरी फैलाउने होइन ल है। अब हेर्नुहोस् तपाईँहरू, यो प्याट बनाउने मान्छेहरूले ध्यान दिनुपर्छ कि नै पर्छ। तपाईँका प्याट ठुलो भयो कि नै? अब प्लास्टिक कसरी च्याप्ने? यो बगर खेतीको काम चाहिँ अलि नौलो र इन्ट्रेस्टिङ भएको कारणले गर्दाखेरि चाहिँ केही कामहरू चाहिँ बिग्रिन गए तापनि हामी बिस्तारै सुधार्दै कामहरूलाई चाहिँ अगाडि बढाएका छौँ। कामहरू गरिरहेका छौँ। हामीले चाहिँ यसरी कसरी हुन्छ हामी राम्रो सिक्ने तरिकाले चाहिँ हामीहरूले कामहरू कसरी हुन्छ, कसरी राम्रो हुन्छ, त्यसरी नै हामीहरू कामहरू गर्ने कोसिस गरिरहेका छौँ। प्लास्टिक 1 मिटरको हुन्छ के, एक ठ्याक्कै 1 मिटरको बनाउने हो।
अर्को एउटा सिधा लट्ठी ल्याउनु पर्छ हिजोको लट्ठी होइन फेरि है सुधार्दै बिगार्दै सिक्ने क्रममा चाहिँ हामी छौँ केही कुराहरू बिग्रिरहे तापनि हामी कसरी हुन्छ सुधार गर्ने सिक्ने र सिकाउने कामहरूमा चाहिँ लागिरहेका छौँ बारामुन दुसो गोडियो माइठाइल बारा तापन भित्रबाट हालेल कमुन्छ भन्ने भने आज भित्रबाट माइठाइल गर्बे हल्ल नदी बाहिरबाट हालेल अब म बारामुन अब ल ठीक छ यसरी चाहिँ मल्चिङ प्लास्टिकलाई चाहिँ खेतमा लगाउनु पर्छ सुरुमा चाहिँ हैन अनि त्यसपछि अब चाहिँ हामी डिस्टेन्स नाप्दै पुवाल पार्दै गर्छौं यसरी मल्चिङ राखिसकेपछि है त पटाइसकेपछि चाहिँ यसो गराएर यसरी चाहिँ यहाँ यसो बनाउनु होला अनि यसरी पार्नु होला यसरी मजाले हामीले चाहिँ हाम्रोतिर खाजा मकै भुट्नेस भन्छौँ हामी चाहिँ हैन तपाईहरु चाहिँ के भन्नुहुन्छ हैन यसरी गराउनु होला टाइट बनाउनु होला है जति सक्यो टाइट बनाउनु होला यसलाई चाहिँ टाइट बनाउने म बनाइदेला मलाई मिठो हुन्छ यसरी भुट्ने हो नि त भुट्नेसमा खायो भने त सुत्रुपछि मात्र सिकाइदिएको भोगा भुट्छ नि त्यो मकै अनि बदाम भुट्दाखेरि पनि बदाम भुट्न त उहिले भुटे हुन्छ त्यो त फरक पर्दैन बदामलाई त पन्नेले भुट्यो भने के हुँदैन किनभने बदाम हुन्छ खाजा भुट्नलाई चाहिँ हामी यही प्रयोग गर्छौँ क्या यो हामी चाहिँ खाजा भन्छौँ त्यो उलाई चाहिँ यसरी बाट्ने यो टाइट हुनुपर्छ यस्तो टाइट हुनुपर्छ है सामान जस्तो यो नखस्ने होस् है यो खस्न भएन यहाँ चाहिँ अब त्यसपछि केही बिलेट छ नि बिलेट दिएर अब यो जल्न भएन फेरि है यो माथि त ल यहाँ अड्याउने आउनु छैन यो पकाउने यो हात लगाउने यहाँ तातो हुन्छ यी छाम्नु अहिले तातो हुन लाग्छ अनि घ्याच गर्ने तल नाप्ने दुई तिनजना दुई तिनवटा काठ बनाउनु रेडी ल है जानेर बोट लगाउने भने त्यहाँनिर
बगर खेतीको काम गर्दै गर्दाखेरि चाहिँ यहाँ एकजना व्यक्तिसँग चाहिँ म कुराकानी गर्ने अनुमति चाहन्छु। आन्टी नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? सन्चै हुनुहुन्छ। हजुरको शुभ नाम? अनिता देवी बोहरा। अनिता देवी साउथ बोहरा। हजुरको घर चाहिँ कहाँ? जुरायल गाउँ। जुरायल गाउँपालिका 4 भजना होइन। अनि हजुर चाहिँ यो समूहको के हुन्छ? अध्यक्ष हुनुहुन्छ। अनि कस्तो लागिरहेको छ यो बगर खेतीको कार्यक्रमहरू सञ्चालन गर्ने जुरायल गाउँपालिका शाखा र अरे प्लिज यार बाहिरको मान्छे नबोल्नु न एकछिन यार, यहाँ भिडियो बनिरहेछ, तपाईँहरू आफ्नो काम गर्नु क्या। अनि जुरायल गाउँपालिका कृषि विकास शाखा र लिबरले चाहिँ यहाँ यो चाहिँ त्यो घेरबारमा जो हाम्रो 42 रोपनी जग्गा छ त्योमा चाहिँ लिबरले चाहिँ घेरबार गरेर चाहिँ कामहरू गर्ने भनेको छ होइन। अनि यो कार्यक्रमहरू गर्दै गर्दा तपाईँको समूहको अध्यक्षको नेतृत्व गर्दै गर्दा कस्तो छ? काम गर्न कतिको चुनौती छ, कतिको गाह्रो छ? काम गर्दाखेरि सर अब पहिला त त्यति अनुभव थिएन। अहिले गर्दा हिजोदेखि अलिअलि गरिहालौँला, अब आउँछ सालदेखि यस्तो आयो भने हामी आफै पनि गर्न सक्छौँ। अनुभव अलिअलि भइसकेको छ भन्ने महसुस भइसकेको छ। अनि यो किसानहरूसँग काम गर्दाखेरि होइन, तपाईँ समूहको अध्यक्ष हुँदै गर्दाखेरि काम गर्दाखेरि चाहिँ कतिको चुनौती कतिको गाह्रो भइरहेछ, तपाईँलाई कस्तो लागिरहेछ? अब सदस्यहरूले अब भनेको त अब काममा सजिलै छ र सबभन्दा सजिलो भनेको घर व्यवहारमा कसरी गर्ने, के गर्ने, यो बजेट कहाँबाट तान्ने। अबसँग रकम छैन, त्यहाँ बजेट तान्दाखेरि त्यति बेला हामीलाई त्यो बजेट तानेर पहिला काम हुन्छ भने महसुस थियो र अब हामीले आफै गर्छौँ कि केही पैसा कहाँबाट खोजेर भने त्यो गर्न सकेनौँ। त्यहीको लागि पनि घाटबाट ढिला भइरहेको छ। यो हामीले घाटबाट गरेर पहिला सुरु गरेर बुढा लगाएर हामीलाई अरू राम्रो देखिन्थ्यो होला। हजुर, राम्रोसँग तपाईँको भनाइअनुसार चाहिँ बगर खेतीको काम चाहिँ अलि ढिला भयो भन्ने नै तपाईँको भनाइ हो होइन। अनि अब चाहिँ कतिको खुसी छन् यहाँका जनताहरू काम गर्नलाई चाहिँ यो बगर खेतीको विषयमा चाहिँ नयाँ नौलो कुरा पनि हो होइन। बगरमा खेती गर्ने भन्छन्, तपाईँको लागि चाहिँ अलि अगाडि बगर खेतीको लागि चाहिँ एकदम भएको छ होइन। अब तपाईँलाई चाहिँ यहाँ काम गर्दै गर्दाखेरि अब तपाईँलाई चाहिँ के लाग्छ? यहाँका जनताहरू खुसी छन् कि के छन्, कस्तो लागिरहेको छ तपाईँलाई? अब सर यो कृषि बगर खेती भनेको अहिले थाहा पायो हो हाम्रो समूहको सदस्यहरूले पनि यस्तो काम काहीँ देखेको थिएन। अब यो देखेपछि काम गरौँला सबै त यिनीहरूले त अरू काम भन्दा पनि सदस्यहरूले के खोजिराखेका छन् कि हामीलाई अलिकता जेला दिदिया भइदिएपछि हामी अलि काम गर्ने सजिलो हुन्थ्यो। काम गर्न पनि अलि हौसलाले गरेर जान्थे। घरको काम छोडेर जानुपर्न लाग्यो। हामीलाई पैसा केही छैन भने त्यो यो सदस्यबाट त्यो आइसकेको छ गुनासो। त्यो गुनासो छ। त्यो गुनासो छ। अब चाहिँ त्यसको लागि चाहिँ के कसरी गर्न सकिन्छ? अब ज्यालाको कुराहरू चाहिँ कसरी गर्न सकिन्छ, के गर्न सकिन्छ? अब हामीबाट सहयोग त केही छैन सर। अब हामीले त अध्यक्ष भए अब आफूबाट दिने सहयोग छैन। यो कृषिलाई गाउँपालिकाले अब कृषिबाट काहीँ सहयोग गरिदिएपछि राम्रो हुन्थ्यो कि भनेको यो। अनि तपाईँहरूले चाहिँ यो अब कसरी परिचालन गर्दै हुनुहुन्छ? तपाईँ त समूहको अध्यक्ष हुनुहुन्छ, चुनौती पनि छ होइन। यहाँका किसानहरूलाई कसरी परिचालन गर्ने सोचमा हुनुहुन्छ? अब कसरी परिचालन कसरी काम गर्ने तपाईँको योजना के छ? अहिले त मैले अब मेरो आफ्नो मनलाई त सुने यो जस्तै बैठकमा हामीले समिति चुन्यो उ गऱ्यो त्यो के सोधेको थियो कि बगर खेतीको लागि पैसा छैन। पैसा चाहिँ हामीले भाडा दिइसक्यो। यो घाटबाटको लागि पैसा छ, प्राविधिकको आउने हो। हामीलाई तपाईँलाई बिसादी दिने हो, मल दिने हो, तपाईँलाई यो सिँचाइ दिने हो। फेरि अब जे तपाईँले सहयोग मागेर त्यो सहयोग चाहिँ हामीले दिने हो। पैसा चाहिँ छैन, त्यहाँबाट उपलब्धि गर्नुहोस् खानुहोस् भनेर भनेको थियो। अनि नै तपाईँले चाहिँ अब यो काम गर्दाखेरि यहाँ बगर खेतीको यत्रो चुनौती छ होइन। यति धेरै बगरमा चाहिँ हामीले पश्चिम प्लास्टिकदेखि लिएर हामीले प्राविधिकहरू नै गरिरहेका छौँ, काम गरिरहेका छौँ। अबका दिनहरूमा यो अब यहाँ पानी छिटेको कुराहरू होला होइन। त्यसपछि भोलि योलाई रेखदेखका कुराहरू होला। त्यो कसरी गर्ने, तपाईँहरूको समूहमा कसरी परिचालन हुने भन्ने कुराहरू छ? तपाईँको केही योजना, तपाईँको आफ्नो योजना के छ? अब आफ्नो योजना त हामीले त यत्रो ग्रुप बनाएर काम नसकिने जस्तो पनि छ मलाई त मौसम। हजुर, यो नसकिने बाबु यसलाई सिमट्दा उसलाई सिमट्दा खालि गाह्रो हुन लाग्छ। ग्रुप बनाइदिएपछि यो जस्तै हिजो यो जग्गा बाँडफाँड गरिदिएपछि भाग हालिदियो कि यिनीहरूलाई समितिलाई। त्यसो गर्दा पनि अलिक सजिलोसँग काम गर्थ्यो कि अहिले मेरो भनेर काम गर्थ्यो कि भन्ने सोच छ। त्यो भइदिए राम्रो हुने भन्ने होइन।
समूहमा कसरी चाहिँ काम गर्ने भन्ने विषयमा चाहिँ मैले थोरै भिडियो बनाउन चाहन्छु। समूहमा काम गर्दाखेरि कसरी चाहिँ टिमवर्क गराउन सकिन्छ, कसरी हो टिमवर्क गराउँदाखेरि चाहिँ के गर्नुपर्छ भन्ने विषयमा चाहिँ म बनाउन गइरहेको छु। हामी चाहिँ बगर खेतीको बिरुवा चाहिँ रोप्न गइरहेका छौँ। त्यसको विषयमा चाहिँ अब कसरी चाहिँ बिरुवाहरू रोप्ने, टिमवर्क गराउँदाखेरि कसरी गर्नुपर्छ भन्ने विषयमा चाहिँ म छोटो भिडियो गराउन गइरहेको छु। यसरी चाहिँ मैले समूहहरू निर्धारण गरेको छु। सबै समूहहरूलाई चाहिँ निर्धारण गरेको छु। एउटा यसरी टिमहरू बनाएको छु। टिमवर्क अलिक अगाडि आइराख्नु कि मसँग हेर्नु। मैले चाहिँ यसरी टिमवर्कहरू बनाउन गइरहेको छु। अब यसरी चाहिँ टिमलाई चाहिँ छुट्टै उमा चाहिँ विभाजन गरेर चाहिँ टिमवर्क कसरी गर्ने भन्ने विषयमा चाहिँ म भिडियो बनाउन गइरहेको छु र एकैचोटि टिममा काम गर्दाखेरि कस्तो हुन्छ त्यसको रिजल्ट पनि यहाँ म देखाउने उद्देश्यले चाहिँ अहिले चाहिँ भिडियो बनाउन गइरहेको छु। हामीले चाहिँ यहाँ विभिन्न प्रकारका जातहरू लगाएका छौँ। त्यसलाई चाहिँ छुट्टै क्रेटमा लोड गरेर चाहिँ हामी लग्दैछौँ मेन फिल्डमा सार्नको लागि। यो केमा उमारेको बेर्ना हो? पोली ब्यागमा उमारेको बेर्ना हो है। यसरी चाहिँ पोली ब्यागमा बेर्ना उमार्यौँ है। बेर्ना उमारेर चाहिँ हामी अब यहाँ रोप्न गइरहेका छौँ। यो फिल्डमा चाहिँ जहाँ हामीले पाल बनाएका छौँ त्योमा चाहिँ बेर्ना राख्छौँ। हामी कसरी रोप्छौँ, कसरी पानी दिने, के गर्ने विषयमा चाहिँ म तपाईँलाई सिकाउँछु। आज चाहिँ यहाँ तपाईँहरूलाई सिकाउँछु म है। अब कसरी बेर्ना ओर्ने, यो बेर्ना रोप्नुभन्दा कति समय पहिला पानी राख्नु भयो योमा? कति समय पहिला राख्नु भयो? 2-3 घन्टा पहिला चाहिँ उहाँहरूले पानी राख्नु भएको हो बेर्नामा। त्यो राख्नुको कारण के हो? नसुकोस् भन्नुभन्दा नि यो चाहिँ यो उसले चाहिँ यो प्लास्टिक चाहिँ छोडोस् भन्ने उद्देश्यले चाहिँ छोडोस् भन्ने उद्देश्यले चाहिँ यो गरिन्छ है। अनि अब चाहिँ यसलाई हामी काट्ने, त्यसपछि यो यहाँ जहाँ पुवाल छ नि हो यो पुवालमा चाहिँ रोप्ने गर्नुपर्छ। अब यसरी चाहिँ हामीले यसरी काट्नुहोस् तपाईँहरूले सजिलो गरेर है, सजिलो गरेर काट्नुहोस्। सबैजनाले हेर्नु होला यो कसरी काट्ने, के गर्ने भन्ने। उठेर हेर्नुहोस्, बसेर हेर्नुहुन्छ अनि भिडियोमा बसेको देखिँदैन। अनि मैले काम गरेर के काम गर्छु, टिमवर्क भनेको छ। उठ्नु सबैजना, खालि हेलो सबैजना उठ्नुहोस्, टिमवर्क भनेको छ। बस्नु भएको छ उहाँ, सबैजना उठ्नुहोस्, हेर्नुहोस् है। अब चाहिँ दाइ तपाईँ प्लिज हल्ला नगर्नु न। अब यसरी चाहिँ काट्ने होइन, यसरी चाहिँ हामीले काट्छौँ यहाँ है। यसरी काट्ने अनि यसरी काट्ने अनि यसलाई चाहिँ यसो गराउने है। यसो गराउने, यसरी चाहिँ बेर्ना निस्कियोस्। यसरी चाहिँ निस्किसकेपछि बुटाबाट माटो छोड्नु भएन, माटो चाहिँ छोड्नु पर्यो। यो बुटाबाट चाहिँ छोड्नु भएन। यसरी गर्ने अनि चाहिँ यहाँ यसरी गर्ने, यसरी यहाँ खोतल्ने होइन, यसरी खोतल्ने, यसरी ढुङ्गा यसरी खोतल्ने। यसरी यहाँ ढुङ्गाहरू भए छान्नु होला। यसरी चाहिँ यसरी चाहिँ ट्याक्क पर्ने गरेर यसरी बेर्ना चाहिँ रोप्ने अनि यसरी माटो चाहिँ तानिदिने, यताउताको माटो लगाइदिने। यसरी चाहिँ अलि हावा टाइट हुने तरिकाले चाहिँ बिरुवा रोपिदिने है। यसरी चाहिँ नढलोस्, अलि यसरी मजाले चाहिँ बिस्तारै गरेर यहाँ जति यो नर्सरीमा डुबेको हुन्छ त्यो भन्दा बढी दाइ यो नर्सरीमा जति पानीको सेवा के गर्ने त? जसरी यो ओरेको हुन्छ, पानीको सेवा जसरी यो डुबेको हुन्छ त्यसरी चाहिँ गर्ने है। यसरी गर्ने, यसरी रोपिसकेपछि चाहिँ त्यो अब जोड्न लाग्छौँ। अब केही समयपछि
हाम्रो अलिकति बेर्न टाइममै हुर्केको कारणले गर्दाखेरि चाहिँ हाम्रो यो भएको छ। योमा चाहिँ ड्रिप इरिगेसन जोड्दाखेरि चाहिँ थोपा सिँचाइ जोडेर काम गर्नुपर्ने हो। खासमा थोपा सिँचाइ चाहिँ हामीले जोडेर काम गर्ने भन्ने उद्देश्य छ। बेर्ना चाहिँ टाइममै हुर्किया हुनाले यहाँ चाहिँ थोपा सिँचाइ अहिले जोड्न सक्ने सम्भावना नभएको कारणले गर्दाखेरि चाहिँ अब हजारीबाट चार्ने केही दिन चाहिँ यसरी चाहिँ मजाले यसरी एकछिन रोकिने अनि धेरै बाहिर प्लास्टिकमा पानी हाल्ने यसरी चाहिँ पानी राख्ने है। पानी राखेर चाहिँ बिरुवा चाहिँ सिधा होस् मजाले माथिएर सबैजनाले टिममा रोप्ने है त। अब आफ्नो आफ्नो काम गर्ने ल है त। यसरी चाहिँ बेर्ना सिधा हुनु। जो चाहिँ अलि रोग लागेको अलि नराम्रो खालको देखिन्छ त्यसलाई चाहिँ तानेर रोप्नु होला। यसरी चाहिँ तानिदिनु होला। अनि यो सानो छ यो चाहिँ झारै भइहाल्यो है। यो चाहिँ के छ भने चाहिँ अलि यो अपाङ्ग जस्तो अलि सानो जस्तो छ कमसल छ त्यो बिरुवालाई चाहिँ निकालेर चाहिँ रोप्नु होला है त। झारलाई पनि नरोप्नु होला। यो सुकेको पातहरू पनि हटाउनु होला। यसरी चाहिँ निमोट दिनु होला। यसरी चाहिँ बेर्ना रोप्नु होला है त। यसरी तान्दिने है। यसरी तान्दिने नराम्रो छ नि त यिनी। यसरी तान्दिने यसरी फाल्दिने यो कुरा सत्य। यसरी फाल्दिने यसरी फाल्दिने। अब यसरी यही बेर्नाले रोप्ने जो ठुलो छ नि यिनी दुईटा फाल्दिने ठिक ठिक हो। यस्ता सरको छैन मन बुझ्नुभयो है। हाम्रो के थाहा भयो त्यो जंगल निकाल्दियो। अब त्यसरी सच्याएर रोप्नुस् है। ल यो भन्दा धेरै नडुबाउने रोप्ने मान्छेको यो बुटमा रोप्नेको रोप्ने मान्छेले यो भन्दा धेरै नडुबाउने। यो कहाँ आउनु पर्यो मल्चिङ प्लास्टिकमा बस्न आउनु पर्यो यो है। ल सरको भनाइ सही मैले माने। कति सफल हुन्छ के हुन्छ अब हेरौँ। सफल होला नि। मेहनत गरेपछि असफल हुने भन्ने कुरा केही छैन दुनियाँमा। त्यही भएर यो चाहिँ विशेष धन्यवाद जुराल गाउँपालिकाका अध्यक्षज्यू हाम्रो बगर खेती कार्यक्रमको चाहिँ अवलोकन गरेर साथ दिनुभएकोमा। गराउँदै सिक्दै सिकाउँदै गर्ने कार्य भइरहेको छ। अब हेरौँ अबको दिनहरूमा कस्तो हुन्छ। आजसम्मको कामहरू चाहिँ एकदम राम्रो भएको छ। बिरुवाहरू पनि हामीले सकेसम्मको आफ्नो क्षमताले भ्याएसम्म चाहिँ हामीले राम्रो गर्ने कोसिस गरेका छौँ। यसरी चाहिँ हामीले बेर्नाहरू रोपेका छौँ। मल्चिङ प्लास्टिकहरूमा लगाएर चाहिँ हामीले यसरी बेर्नाहरू रोप्ने कार्य गरेका छौँ होइन। यसरी चाहिँ हामीले लगाएको छौँ राम्रो तरिकाले। यसरी चाहिँ हामीले बेर्नाहरू यसरी राम्रो तरिकाले चाहिँ बेर्नाहरू सार्ने यहाँ ट्रान्सप्लान्टिङ गर्ने कामहरू चाहिँ हाम्रो भइसकेको छ। आजको काम चाहिँ हाम्रो लगभग सकिसकेको छ। अब हामीले चाहिँ आज चाहिँ हामीले कसरी चाहिँ मल्चिङ प्लास्टिक लगाउने अनि त्यो मल्चिङ प्लास्टिकलाई कसरी चाहिँ गर्ने कसरी पुवाल पार्ने त्यसपछि बिरुवा चाहिँ कसरी रोप्ने र पानी सिँचाइ चाहिँ कसरी दिने भन्ने विषयमा चाहिँ आजको हाम्रो कामहरू चाहिँ भएको छ। मिलन यामके भ्लग हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।